नमस्कार। प्रकृति दर्पण युट्युब च्यानलमा तपाईहरू सबैलाई स्वागत छ। हाम्रो भान्सामा सधैँ भेटिने एउटा यस्तो मसला छ जो स्वादमा मात्र होइन, स्वास्थ्यका लागि पनि सुनभन्दा कम छैन। त्यो हो सुकुमेल। तपाईँ यसलाई चियामा हाल्नुहुन्छ होला, मुख बासनादार बनाउन प्रयोग गर्नुहुन्छ होला। तर के तपाईलाई थाहा छ, सुकुमेल हाम्रो शरीरका लागि प्राकृतिक औषधिको काम गर्छ। आजको भिडियोमा हामी सुकुमेलका 5 मुख्य स्वास्थ्य लाभहरू, जसलाई विज्ञानले पनि पुष्टि गरेको छ, र यसलाई प्रयोग गर्ने सही तरिकाहरूबारे विस्तृतमा कुरा गर्नेछौँ। यो भिडियो तपाईको स्वास्थ्यको लागि एउटा सानो लगानी हुनेछ, त्यसैले अन्त्यसम्म हेर्न नभुल्नुहोला। 2. सुकुमेल परिचय र इतिहास। सुकुमेललाई मसलाको रानी अथवा क्वीन अफ स्पाइसेस पनि भनिन्छ। यो मुख्यतया 2 प्रकारका हुन्छन्। 1. हरियो सुकुमेल, जुन हामी चिया वा मिठाईमा प्रयोग गर्छौँ। 2. कालो सुकुमेल, जुन प्राय गरम मसला वा मसालेदार परिकारमा प्रयोग हुन्छ। दुवैमा स्वास्थ्य लाभ भए पनि आज हामी हरियो सुकुमेलका फाइदामा बढी केन्द्रित हुनेछौँ। 3. सुकुमेलका 5 प्रमुख स्वास्थ्य फाइदाहरू। टप 5 हेल्थ बेनिफिट्स फर कार्डमम। फाइदा 1. पाचन प्रणालीको लागि वरदान, डाइजेस्टिभ सिस्टम मिराकल। सुकुमेलको सबैभन्दा ठूलो फाइदा हाम्रो पेटका लागि हो। यसमा रहेको सिनेओल नामक यौगिकले पेटमा ग्यास बन्न दिँदैन र अपचको समस्या कम गर्छ। यदि तपाईलाई खाना खाएपछि पेट फुल्ने, कब्जियत वा अमिलो डकार आउने समस्या छ भने खानापछि 1-2 दाना सुकुमेल चपाउनुहोस्। यसले पाचन रसलाई उत्तेजित गर्छ र खाना पचाउन सहयोग गर्छ। फाइदा 2. उच्च रक्तचाप नियन्त्रण, ब्लड प्रेसर कन्ट्रोल। मुटुका बिरामीहरूका लागि सुकुमेल अत्यन्तै फाइदाजनक मानिन्छ। सुकुमेलमा पोटासियम र म्याग्नेसियमको मात्रा उच्च हुन्छ। पोटासियमले हाम्रो रक्तनलीहरूलाई आराम दिन मद्दत गर्छ, जसले गर्दा रक्तचाप सन्तुलित रहन्छ। नियमित सुकुमेलको सेवनले खराब कोलेस्ट्रोल अथवा एलडिएल घटाउन र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। फाइदा 3. एन्टिअक्सिडेन्टको पावर हाउस। एन्टिअक्सिडेन्ट पावर हाउस। सुकुमेल एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो। यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छन्, जसले शरीरमा फ्री रेडिकलसँग लड्छन्। यसले गर्दा पुरानो रोगहरू जस्तै क्यान्सर, मधुमेह अथवा डायबिटिज जस्ता रोगहरूको जोखिम कम गर्न मद्दत पुग्छ। यसको नियमित प्रयोगले तपाईलाई जवान र स्वस्थ राख्न सहयोग गर्छ। फाइदा 4. श्वास प्रश्वास र खोकीमा राहत, रेस्पिरेटरी रिलिफ एन्ड कफ। यदि तपाईलाई दम, खोकी वा श्वास फेर्न गाह्रो हुने समस्या छ भने सुकुमेल सहयोगी हुन सक्छ। सुकुमेलमा ब्रोन्कोडाइलेटर गुण हुन्छ। यसले फोक्सोको नलीहरूलाई खोल्न मद्दत गर्छ, जसले गर्दा श्वास प्रश्वास सहज हुन्छ। चिसो लागेको बेला वा खोकी लाग्दा सुकुमेललाई महसँग मिलाएर सेवन गर्दा तत्काल राहत मिल्छ। यसले कफ अथवा म्युकसलाई बाहिर निकाल्न पनि मद्दत गर्छ। फाइदा 5. मुखको दुर्गन्ध हटाउने प्राकृतिक उपाय, नेचुरल माउथ फ्रेसनर। मुख सुकुमेल चपाउनुको अर्को मुख्य कारण हो मुखको दुर्गन्ध हटाउनु। सुकुमेलमा पाइने शक्तिशाली एन्टिमाइक्रोबियल गुणले मुखभित्रका ब्याक्टेरियाहरूलाई मार्छ, जुन दुर्गन्धको मुख्य कारण हो। यसले सासलाई प्राकृतिक रूपमा ताजा र सुगन्धित बनाउँछ। 4. सुकुमेल प्रयोग गर्ने सजिला उपायहरू, इजी वेज टु कन्ज्युम कार्डामोम। यति धेरै फाइदा भएको सुकुमेललाई अब कसरी आफ्नो आहारमा समावेश गर्ने? यहाँ छन् 3 सरल उपाय। 1. सुकुमेल चिया। बिहानको चियामा चिनी कम गरेर 1 दाना सुकुमेल पिदेर हाल्नुहोस्। 2. खानापछि चपाउने। दिउँसो र बेलुका खाना खाइसकेपछि 1 वा 2 दाना सुकुमेल चपाएर खानुहोस्। यसले पाचनमा सहयोग गर्छ। 3. रातिभर भिजाएको पानी। राति सुत्नु अघि 1 दाना सुकुमेललाई 1 गिलास पानीमा भिजाउनुहोस् र बिहान त्यो पानी पिउनुहोस्। यसले शरीरलाई डिटक्स गर्न मद्दत गर्छ। 5. निष्कर्ष र CTA, कन्क्लुजन एन्ड कल टु एक्सन। सुकुमेल वास्तवमा हाम्रो भान्साको एउटा सानो औषधालय हो, तर याद राख्नुहोस्, कुनै पनि चिजको अत्यधिक सेवन हानिकारक हुन सक्छ। यदि तपाईलाई कुनै गम्भीर स्वास्थ्य समस्या छ भने यसलाई औषधिको रूपमा प्रयोग गर्नु अघि आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस्।
तपाईले सुकुमेलको कुन फाइदा सबैभन्दा मन पर्यो? तल कमेन्ट बक्समा आफ्नो विचार अवश्य व्यक्त गर्नुहोस्। यो जानकारीमूलक भिडियो मन परेमा लाइक गर्नुहोस्, आफ्ना साथीभाइ र परिवारसँग सेयर गर्नुहोस् र यस्तै स्वास्थ्य टिप्सहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।